नमस्कार। 2082 साल चैत्र 19 गतेदेखि 26 गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसी 2082 को अब रिजल्ट वैशाख 28 र 29 गते अर्थात् भोलि र पर्सिमा सार्वजनिक हुने जानकारी प्राप्त भएको छ र अहिलेसम्म हजुरहरूलाई यसको रिजल्ट चेक गर्न आउँदैन भने आजको यस भिडियोमा म हजुरहरूलाई रिजल्ट चेक गर्न सिकाउँदैछु। र रिजल्ट चेक गर्नका लागि आफ्नो मोबाइल फोन वा कम्प्युटरमा क्रोम अर्थात् अन्य कुनै ब्राउजर ओपन गरेर त्यहाँनिर सर्च बारमा एसई रिजल्ट भनेर सर्च गर्नुहोला। त्यस पछाडि हजुरहरूले यहाँ सुरुमा देख्नुभएको एसी रिजल्ट अर्थात् ace.ntc.net.np को वेबसाइटमा क्लिक गर्नुहोला। त्यस पछाडि हजुरहरूले अहिले यस्तो इन्टरफेस देखिरहनु भएको छ र जब रिजल्ट पब्लिस हुन्छ यहाँनिर हजुरहरूसँग हजुरहरूको नाम, सिम्बल नम्बर, हजुरहरूको जिल्ला आदि हान्ने अप्सन आउँछ। सबै जानकारी भरेर हजुरहरूले सबमिट गरेपछि यहाँनिर हजुरहरूले रिजल्ट हेर्न सक्नुहुन्छ। त्यस्तै गरी हजुरहरूले ई कान्तिपुरबाट पनि रिजल्ट चेक गर्न सक्नुहुन्छ। जसका लागि यो ई कान्तिपुरको वेबसाइटमा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँनिर चेक रिजल्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यस पछाडि अलिकति तल स्क्रल गरेर हेर्न सक्नुहुन्छ। यहाँनिर सिम्बल नम्बर, फुल नेम, मोबाइल नम्बर र डिस्ट्रिक्ट हान्ने अप्सन आएको छ। यी सबै इन्फर्मेसन हालेर हजुरहरूले सबमिट गर्नुहोला। अहिले यो रिजल्ट आइसकेको छैन, पब्लिस भइसकेको छैन, त्यसैले यहाँनिर हेर्न मिल्दैन। तर हजुरहरूले रिजल्ट पब्लिस भइसकेपछि यहाँबाट सजिलैसँग चेक गर्न सक्नुहुनेछ। यसबाहेक हजुरहरूले कलेज इन्फो नेपाल, एनइबी एजुकेसन, एम्बिसन गुरु लगायतका विभिन्न वेबसाइट तथा एप मार्फत पनि एसीको रिजल्ट चेक गर्न सक्नुहुनेछ। र यसबाहेक हजुरहरूले एसएमएस मार्फत पनि स्क्रिनमा देखाइअनुसार एसएमएस गरेर एसीको रिजल्ट प्राप्त गर्न सक्नुहुन्छ र आइबिआर मार्फत एनटिसी नम्बरबाट हजुरहरूले 1600 फोन गरेर पनि एसीको रिजल्ट प्राप्त गर्न सक्नुहुनेछ। त हजुरहरू सम्पूर्ण विद्यार्थीहरूलाई हजुरहरूको उत्कृष्ट नतिजाको अग्रिम शुभकामना दिन चाहन्छु। हजुरहरू सम्पूर्ण विद्यार्थीको आफूले सोचेभन्दा पनि राम्रो नतिजा प्राप्त होस्। हस् त आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। नमस्कार।